अब चाहिँ के भन्छ अब हामी ब्रोकेटतिर जानु पऱ्यो होइन, सामान किन्नु पर्ने छ। अब हामी निस्केको होइन, सामान किनेर के गरेर खाएर साएर हामी लास्टमा आयौँ त होइन। हामी गइदिएको अब चल्दिएको ल, चल्दिएको अब माछिने है, जाउँ चल्दिएको अब जाउँ। ब्रोकेट पो हुन्छ होइन। अब नेक्स्ट इन्स्टाग्राममै होला अब। गुड प्राइज होला गाडी। तेरा पनि देखेको छैन हेर भाइले। यो गाइज अब हामी दार्जिलिङको लागि निस्किसक्यौँ, रेडी भइसक्यो, सब रेडी प्याक। लाउडा लसुन सब लाउडा प्याक भइसक्यो ल। अहिले चाहिँ हामी कहाँ पुग्यो अरे, अहिले हामी चौर पछाडि छौँ। अब दार्जिलिङको यात्रा सुरु भइसक्यो। बाटोको टिपटिको आइसक्यौँ काठमाडौँको धुलो पिठो भन्दा एकदमै सफा अनि पिस ठाउँमा, क्लोज टु दक्षिणकाली होइन। ए हो यात्रा सुरु भइसक्यो सकेर हो दार्जिलिङको होइन। दार्जिलिङको कुरा सुरु त भइसक्यो। अब हेरौँ आज कहाँसम्म पुगिन्छ। अहिले टाइम पनि सायद 3 साढे 3 बज्यो होला होइन। अलिकति हाम्रो नेपालीहरू हिँडाइ भनेको यस्तै हो नि त, अब जति छिटो भनेको यस्तै हो होइन। 12-1 बजे अगाडि हिजो अन्त अगाडि पुगेपछि अनि ठक्क भेटौँला। सयो बट्टार मोजी सही हो। अहिले चाहिँ हामी दक्षिणकालीको टिकटेर हाम्रो ट्रेन लाग्दैछौँ होइन। मौसम टाढा भइरहेको छ, धुलो माछिक्ने त्यो धुलो मुजी जहाँ नि भेट्छ यार माछिक्ने। पर पैसा यस्तो भएको थियो कि है, तर पैसा चाहिँ जहाँ पनि भेट्यो भने यस्तो धुलो भन्दा होइन। लगडा अलिक पछि अपडेट गरौँ ल है। के भयो रे, यस्तो जाडोमा मैले साह्रै यस्तो भयो के हुन्छ जाडो त्यहाँ त म चिसो हावा लागिरहेको छ। तर त्यो यहाँको बाटोहरू दामी मन लागेको रहेछ है मान्छेहरूलाई है। अन्त यहाँको बाटो अहिलेसम्म कसै राम्रो छ है। यस्तो बाटो आसाम पुग्यो भने त सही हुन्छ त है। सही एउटा बाटो हेर छोटो गाडी किन्नु भन्ने सही हो माछिक्ने। मौसमले चेहरा झानेर छ र पालो त सेतो है माछिक्ने। रेनकोट झिक्नु पऱ्यो भने त गाड मुस्किन्छ यार। माछिक्ने बाटो सिधै जा कहाँ गयो मुजी मुच्चस मुजी बाटो चिक्ने मुजी मुच्चस। अहिले चाहिँ हामी लगभग यहाँको यो एकदमै राम्रो लाग्यो होइन। आई डोन्ट नो द नेम अफ प्लेस रमाइलो भइरहेको छ। चाहिँ हामी सिस्नेरीमा आइपुग्यो होइन, सिस्नेरी आइपुग्यो होइन। अब त्यसपछिको नेक्स्ट स्टप के हो थाहा छैन होइन। मलाई भर्खर दिमागमा आइदिएर क्या लाइक यो पिपल्स काइन्ड इन्फर्मेसन होइन। मैले त्यो बोटहरू कहाँ कहाँ आइपुग्यो भनेर देखाउनु पर्ने थियो, तर मैले चाहिँ देखाउन पाइनँ। अबदेखि चाहिँ देखाउँछु। त्यही हो केटा हो जुन त अब भइरहेछ होइन। सब चिज होला केटा सही होला। यो भैँसे 31 किलोमिटर कि 5 के लेखेको थियो Push the police, sorry. My bad.
सही छ मजा आइरहेछ हामी हेरी आइपुग्यो हेरी होइन हेरी आइपुग्यो सक्दैन हामी त्यहाँनिर फुटबल ग्राउन्ड पनि रहेछ यहाँ त है यो खेला केटा हो यता हरि मामाको घर आइपुग्यो नमस्ते मामाहरू तपाईँहरूको प्यारा प्यारा बच्चाहरू आइसकेको छ घरमा मामाजी हामी अलमोस्ट हेटौडाको नजिकमै छौँ भनौँ अहिलेको लागि चाहिँ होइन एकदमै नजिक ठिक छ 2 बजे हिँडेको अहिले टाइम त्यस्तै 5 बजा आँटेको छु ओके त्यही कुरा हो अपडेट गर्दै गरौँ ल यस्तो हाइटमा आइपुगेर होला होइन यस्तो भइरहेको छ कि यहाँ होइन ओ माइ गड हुस्सी र हुस्सी ओ कस्तो मजिर कहाँ आएको जस्तो भइदियो है जाडोले यस्तो ओ माइ गड के हो यो यार होइन फोनले राम्रो देखाएको छैन होला होइन ओए आन्टी के देख्दैन त मुजी दार्जिलिङ आइपुग्यो बिस्तारै जाउँ न बिस्तारै जाउँ न लाइट बल बिस्तारै जाउँ यस्तो बाटोहरू चाहिँ होइन त्यही होइन कसरी वनमा राखेर देखाएको थिएन वनमा के हो यो वाट द फक लाइक यस्तो हुसु लागेको छ कि माछी कि ओ माछी हट कस्तो चिसो हनाइदिएको भनेको लम्मा कसम या लम्मा यो हात मैले कसो समातिर थाहा छैन होइन तर मैले समातिर कि तर लम्मा कस्तो माछी ल यो फोनमा चाहिँ देख्दैन रहेछ कि यस्तो हाम्रो आँखाको जस्तो क्या बल आएछ केटा किन यस्तो चिसो किन यस्तो भयो भनेको त चिसो पानी पो आइपुगेको रहेछ त होइन यस्तो चिसो छ केटा हो यस्तो चिसो छ भवाल चिसो छ यार भवाल awesome यो गाडी रहता है ग्यारेज पनि हेरेँ ग्यारेज रन्डीको डिएसपीलाई कल हान्नुपर्छ क्या यसै छ भ्यूहरू त राम्रै छ यो भएर त कस्तो दौडमा पुग्यो जस्तो छ यो भएर यत्तिकै त हुनुपर्छ स्ट्रगल अहिले चाहिँ हामी भीम के थियो अरे भीम फेदी आइपुग्यौँ हामी होइन 4 किलोमिटर बाँकी छ अझै लगभग उनीहरूले कहाँ हो कस्तो घर होला के होला राम्रो होला केटा हो याद आएर होला होइन हल्का पर्छ नि त्यस्तै फेरि बुझ्छ नि म तिमीहरूको भावना बुझ्छ नि केटा यहाँ आएको लागि आफूलाई चाहिँ बोलाएर फायर कट्टा बोलाउनु भन्छ सही हो तर म्युजिक धेरै आयो भने तिमीहरूले केही सुनिराखेन होला है अब यस्तै छ ल एउटा चाहिँ हामी धेरै टाढो छैनौँ होइन अलमोस्ट 1-2 किलोमिटर पुगिसक्यो होइन फुलसुल कटिसक्यो यस्तै हो अब यता
हामी गाइजहरू हेटौँडा इन्टर भइसक्यो होइन हेटौँडा चाहिँ पुगिसक्यौँ अब यहाँभन्दा हामी अझै उतै पुग्ने प्रयास गर्दैछौँ 2 घन्टासम्म कहाँ पुग्छ हेटौँडामा गाई राइडर इन द हाउस हेटौँडामा है मजा आइरहेछ ट्राफिक मामा के गरिरहेछ फेरि मामा किन हेटौँडाको सबै घरहरू चाहिँ किन भत्काएर आएको अहिले हो र सही हो यस्तो डेभलपमेन्ट हुनु पऱ्यो क्या अब होइन सही हो ल अहिले हामी हेटौँडाबाट अलि अगाडि पुगेको यस्तो जङ्गल जस्तो ठाउँमा मुत्नु पऱ्यो यसो फोनसोन मिलाउनु पऱ्यो सबै गर्नु पऱ्यो भनेको त होइन पछिको याद आइरहेको यो त हाम्रो काठमाडौँको जङ्गल त होइन यो त हेटौँडा पछिको जङ्गल हो चिक्ने रन्डी टोक्कै जस्तो बाघ पुजे आउला जस्तो ल्याइदिएर होइन बवाल भएर चाहिँ डेड राइट राइट सही हो अनि चाहिँ हामी यो ठाउँको नाम के हो के अरे वर्षा राष्ट्रिय यो ठाउँ चाहिँ लाइक जङ्गलै जङ्गल छ कि होइन यो ठाउँमा चाहिँ रोप्न हुँदैन होइन हामी यहाँ साइकल परिसक्यौँ यहाँ जङ्गलै जङ्गल देखेर कुन चाहिँ ठाउँ छैन भनेको त्यो ठाउँको नाम के अरे पथया 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 के भन्छ ल ल यहाँ बस्ने अपडेट गरौँ न ठाउँको नाम के हो पत्लायामा हो हामी ओहो सोध्नु पर्छ मान्छेहरूले सोध्नु यहाँ बाटोमा पनि साइकल लागिरहेको छ है मान्छेमा के गर्न सक्छ है के गर्न कस्तो लागिरहेको छ यो मैले जग्गामा त बुझि डर लाग्दै रहेछ राति त ट्राभल गरेन हुन्छ केटा हो हामी कस्तो अब जोस गर्दैन पुरा होइन रहेछ के हो केही देख्दैन होला होइन अब यस्तै अब ल बाँची छ भने भेटौँला अहिले है स्टेप बाई स्टेप भन्नुपर्छ होइन भोलि हाल्नु पऱ्यो नि त फाइनली आइपुग्यो त्यो जाम पनि रुम आइपुग्यो बल्ल होइन अन्त बाघ आएन तर केटा बाँच्यो हामी स्टिल सेफ तर यो पेन्टिङहरू राम्रो हुँदो रहेछ नाइस नबा सही हो के पकाउनु पक्यो तराई माझेर भ्याइले चाहिँ होइन हात्दै रुमसम्म आइपुग्यो खानासाना खाइयो रुमसम्म आइपुग्यो सबै कुरा मिलाएर एभ्रिथिङ इज फाइन लाइक मी होइन रुम लिनु आइपुगेको ठिकै हो त्यो हुनु भनेको त्यो गिल्टी त्योबाट आउनु भन्ने सक्दैन नि फेरि खै भोलिदेखि चाहिँ म चाहिँ अलि मैले फेरि भनिहाल्छ निस्किहाल्छ है भोलिदेखि चाहिँ अलिकति मुख नछाडिकन क्या अलिकति होइन अलिकति मुख नछाडिकन अलिकति त्यो सिम्पल ठिक छ भोलि यात्रा छ यार भोलि त झापा
खुट्टा सिधा बनाउँदा पनि दुख्छ, यस्तो गर्दा पनि दुख्छ, यस्तो गर्दा पनि दुख्छ। ठिक छ। भोलि त झापा धरान हिँड्छ त यहाँ पे। भोलि के तर धरानमा बस्ने भोलि? भोलि अब हेरौँ न कन्डिसन। लाइक झापा पछि धरान हो कि धरान पछि झापा न? धरान पछि झापा हो क्या? हो पछि दार्जिलिङ सिधै। कस्तो फेरि स्टप पर्दैन क्या फेरि त्यो मुजी। तिमीहरू एक दिन आउँछस्, एक दिनमै मुजी मजाले घुम, मुजी रहेला अनि एकचोटि आइज, एकचोटिमै बवाल गरेर जा भने जस्तो भइरहेको छ टाइमले होइन। ओ लास्टमा हामी चाहिँ हाम्रो डेस्टिनेसन भनौँ न, आधी डेस्टिनेसनसम्म चाहिँ आइसक्यौँ होइन। भोलिको लागि प्रिपरेसन चल्दैछ। पुगेको छ होइन। ठिक छ। सुत्नुपर्छ अब। गुड नाइट हान्यो नि त। गुड नाइट। गुड नाइट गाइस।